यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छौ भने तिमीले कहिले अरूलाई चोट दिन सक्दैनौ। खुसी आफूसित धेरै हुनुमा होइन, बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ। अरूको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालो हुन्छ। प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका, सिकेका र पढेका वाक्य बेकार हुन्छन्। जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ। रिस पालेर राख्नु भनेको विष पिएर अरू मर्ने आश गर्नु हो। तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यही पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ। स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो। इच्छा कहिले अन्त्य हुँदैन। यदि तिम्रो एउटा इच्छा पूरा भयो भने दोस्रो इच्छा तुरुन्तै जन्मिहाल्छ। शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ। शंकाले मानिसलाई अलग गराउँछ। यसले दुई मिलनसार साथी वा कुनै राम्रो सम्बन्धलाई बर्बाद गर्छ। ईर्ष्या र गुनासोको आगोमा जलिरहेका मानिसमा खुसी र हाँसोको स्थान हुन सक्दैन। यदि तपाई अँध्यारोमा डुबिरहनु भएको छ भने उज्यालोको खोजी किन गर्नु हुँदैन। एक जागेका व्यक्तिलाई रात निकै लामो लाग्छ, एक थकित व्यक्तिलाई गन्तव्य धेरै टाढा लाग्छ। यसै किसिमले सच्चा धर्मबाट बेखबर मूर्खका लागि जीवन मृत्युको सिलसिला उत्तिकै लामो लाग्छ। खासमा जो गुनासो युक्त विचारले मुक्त हुन्छन् उनको जीवनमा शान्ति मिल्छ। अतीतमा ध्यान केन्द्रित नगरौ, न भविष्यका लागि सपना देख्नु, बरु आफूलाई वर्तमानमा केन्द्रित गरौ। म कहिले देख्दिन के गरियो, म केवल यो देख्छु कि के गर्न बाँकी छ। मन पनि मानसिक अवस्था भन्दा माथि हुन्छ। तपाई आफ्नो रिसको कारण दण्डित हुनुभएको छैन, तपाई आफ्नो रिसद्वारा दण्डित हुनुभएको छ। मन सबै थोक हो, जसरी तिमी सोच्छौ त्यस्तै बन्छौ। सबै व्यक्तिलाई सजायदेखि डर लाग्छ, सबै मृत्युदेखि डराउँछन्। बाँकी व्यक्ति त प्राणी पनि तिमी जस्तै हो। कसैलाई दुःख नदेऊ, कसैलाई नबार। सबै नराम्रो कुराबाट टाढा रहनका लागि राम्रो कुराको विकास गरौ। आफ्नो मनमा राम्रो विचार राखौ। मानिसले अतीतको बारेमा सोच्नु आवश्यक छैन, न त भविष्यको चिन्ता गर्नु पर्नेछ। हामीलाई आफ्नो वर्तमान समयमा ध्यान केन्द्रित गर्न आवश्यक छ। यही नै खुसीको मार्ग हो। मानिसले आफ्नो शरीरलाई स्वस्थ राख्ने जिम्मेवारी हुन्छ। यदि शरीर स्वस्थ नभएमा तपाईको सोच र मन पनि स्वस्थ र स्पष्ट हुँदैन। सबै गलत कार्यले मनमा जन्म लिन्छ। यदि तपाईको मन परिवर्तन भएमा मनमा गलत कार्य गर्ने विचारले नै जन्म लिँदैन। हजारौं खोक्रो शब्दभन्दा त्यो एक शब्द राम्रो हुन्छ जसले शान्ति लिएर आउँछ। कसैलाई घृणा गर्दा तपाईको मनको घृणा सकिँदैन। यो त केवल प्रेमले मात्र खत्म गर्न सकिन्छ। जो मानिस जति मानिसलाई माया गर्छ त्यही व्यक्तिबाट नै उनीहरू दुखी हुन्छन्। त्यसको कुनै संगत छैन। एउटा जंगली जनावर भन्दा धेरै खतरनाक एउटा कपटी मित्र हुन्छ। किनभने जनावरले तपाईलाई केवल शारीरिक नोक्सानी पुर्याउँछ, जबकि कपटी मित्रले तपाईको विवेकलाई नोक्सान पुर्याउँछ। त्यसैले यस्ता मित्रहरूसँग सावधान रहनु पर्दछ। सन्देश र शङ्कालु बानी भयानक हुन्छ। यसबाट सम्बन्धमा खटपट उत्पन्न हुन्छ, मित्रता टुट्न सक्छ। मानवले कहिले रिस गर्नु हुँदैन। तपाईले रिसको सजाय पाउनुहुन्न, तर तपाई क्रोधबाट सजाय पाउनुहुन्छ।
हजारौं लडाईँ जित्नुभन्दा राम्रो हुन्छ कि तपाईँ स्वयंमाथि विजय प्राप्त गर्नुहोस्। फेरि विजय सधैँ तपाईँको नै हुनेछ। विश्वमा यी तीन चिजलाई कहिले लुकाउन सकिँदैन: चन्द्रमा, सूर्य र शक्ति। सत्य बाटोमा हिँड्ने व्यक्ति दुईवटा गल्ती मात्र गर्न सक्दछ। पहिलो, या त उसले पुरै बाटो तय गर्न सक्दैन। दोस्रो, या फेरि त्यो बाटोमा हिँड्ने छैन। मानवको लागि आफ्नो लक्ष्यलाई पाउनुभन्दा राम्रो त्यो लक्ष्यलाई पाउने यात्रा राम्रो होस्। डर सबैभन्दा भयानक चिज हो, त्यसैले डरको सामना गर्न सिक्नुपर्छ। बनावटी सम्बन्धभन्दा कयौं गुणा राम्रो हुन्छ त्यो एक्लोपन। धैर्य गर्नु दुनियाँको सामु रुनुभन्दा कहीँ गुणा राम्रो हो। मानिसहरू भन्ने गर्छन् दुःख अरूलाई सुनाउँदा कम हुन्छ। दुःख सुनाउन र सुन्नेहरू नै तिम्रो दुःखमा मजा लिनेछन्। जीवनमा यो कुरा सधैँ याद गर्नुहोस्, दुनियाँको कुनै पनि समस्या तिम्रो हिम्मत जतिको ठुलो केही हुँदैन। चुप बस्नु राम्रो हो, तर जब तिमीलाई अन्याय हुन्छ भने बोल्नुपर्छ। झुट सुन्नुमा पनि मजा आउँछ जब उसको सच्चा तिमीले पहिले सुनेको हुन्छ। आजको समयमा राम्रो बन्नु धेरै नराम्रो हो। यदि तिमीलाई गिराउने आफ्नै मान्छे हो भने सम्हाल्न धेरै समय लाग्ने गर्छ। ती मानिसहरूले तब मात्र तिमीलाई सम्मान दिनेछ जब तिम्रो आवश्यकता पर्दछ। खुसी हुन सिक, त्यो भन्दा पहिला कि तिमी उदास भएर बस्नुभन्दा पहिला। कुनै मानिसले जहिले हाम्रो मन दुखाउने गर्छ, तर पनि उनीसँग गफ गरेर हामी रमाउँछौँ। जो आफ्नोले सताउँछ, मन दुखाउँछ, ती मानिसहरू धेरै कठोर हुन्छन्। जुन चिज सजिलै पाइन्छ त्यो चिजको भ्यालु कमै हुन्छ। त्यसैले सजिलै बनेका सम्बन्ध धेरै लामोसम्म टिक्दैन। कमजोर हुन्छन् मानिसहरू, जहाँ रुनुपर्छ त्यहाँ हाँसिदिन्छन्, जहाँ हाँस्नुपर्छ त्यहाँ रोइदिन्छन्। कमी हरेक मानिसमा हुन्छ, त्यो कमीलाई भगाउने कोसिस गर्नुपर्छ। यो होइन कि आफ्नो कमीलाई लिएर तनावमा बस्नु। कहिलेकाहीँ जीवनमा धेरै सोचेर लिएको निर्णय पनि गलत हुन सक्छ। यदि तिमीले गल्ती गरेर पनि तिमीलाई माफी दिन्छ भने तिम्रो नजिकको मान्छे उही हो। अरूको विचारमा चल्छौ भने तिम्रो त्यो ठाउँमा पुग्न सक्दैनौ जुन तिमीले सपना देखेको छौ। जीवनमा कठिनाइ हामीलाई बर्बाद गर्न आउने होइन, यो त हामीभित्र लुकेको शक्तिलाई निकाल्न आएको हुन्छ। यदि तिमीलाई असल साथी मिल्दैन भने एक्लै हिँड्नु, त्यो हात्ती जस्तै जो एक्लै जङ्गलमा घुम्ने गर्छ। समझदारीको कुरा ती दुई व्यक्तिले मात्र गर्न सक्छ, एक जो उमेरले पाको भइसकेको हुन्छ, दोस्रो त्यो सानो उमेरमै धेरै दुःख पाएको हुन्छ। एक्लै बस्नु राम्रो हो यदि तपाईको प्रगतिमा कसैले रिस गर्छ भने। यदि मनुष्य शुद्ध जीवन जिउँछ भने कोही चिजले उसलाई नष्ट गर्न सक्दैन। जो व्यक्तिको विचार मैलो छ, लापरवाही छ अनि धोखाले भरिएको हुन्छ, ऊ कहिल्यै सफल हुन सक्दैन। जो व्यक्ति स्पष्ट छ, सच्चा छ, त्यो व्यक्तिले सफलता प्राप्त गर्न सक्छ। हौसलाको अगाडि कुनै पर्दा हुँदैन, कडा मेहनतको कुनै विकल्प हुँदैन। दिलमा जोस हुनुपर्छ, बलेको दियोलाई पनि कुनै आधीको डर हुँदैन। यदि हरेक बिहान निन्द्रा खुलेसँगै लक्ष्यको लागि उत्साहित छैनौ भने तिमी जीवन जिएको छ, मात्र जीवन काट्दैछ। छाताले पानीलाई रोक्न त सक्दैन, तर मानिसलाई पानीमा उभिने हिम्मत दिने गर्छ।
त्यस्तै आत्मविश्वासले सफलताको ग्यारेन्टी दिन सक्दैन, तर सङ्घर्ष गर्ने प्रेरणा अवश्य दिने गर्छ। एक राम्रो चरित्रको निर्माण 1000 पटक ठक्कर खाएर हुन्छ, अनि एक इच्छाले केही परिवर्तन हुँदैन, तर एक निश्चयले सबै चिज परिवर्तन हुने गर्छ। जीवनमा सबैभन्दा दुःख बितेको दिनको सुखले दिने गर्छ। लक्ष्य सही हुनुपर्छ, होइन भने काम त दिमागले सधैँ गर्ने गर्छ, तर विकास होइन विनाश गर्छ। मानव त हरेक घर घरमा जन्मिन्छ, तर मानवता कुनै कुनै घरमा मात्र जन्म लिने गर्छ। जीवनमा मुस्कुराएर बस्ने गर्नु, के थाहा दुःख तपाईँको मुस्कान देखेर भाग्ने गर्छ। ज्ञानी मानिस कहिल्यै मर्दैन, तर असमझदार मानिस पहिल्यै मरेको हुन्छ। जो व्यक्ति रिसाएर पनि आफूलाई कन्ट्रोल गर्न सक्छ, ती व्यक्ति कुशल ड्राइभर जस्तै हो। जो स्पिड गतिमा भागेको साधनलाई सम्हाले जस्तै हो। हरेक दुःखले मानिसको मन दुखाउँछ, तर त्यो दुःखले जिउने कला अवश्य दिने गर्छ। सच्चा सम्बन्ध एक पुरानो किताब जस्तै हो, जति पुरानो किन नहोस् फेरि पनि शब्द परिवर्तन हुँदैन। सत्यको बाटो सानो हुन्छ, त्यसैले त शिर झुकाउनु पर्छ। व्यक्ति सानो विचारले बनेको एक प्राणी हो, उसले जस्तो सोच्ने गर्छ त्यस्तै भन्ने गर्छ। जो मानिस तिम्रो खुसीको लागि हार मानिदिन्छ, यति सम्झ कि ऊ कहिल्यै हारेको हुँदैन। हरेक चिजमा सुन्दरता हुन्छ, तर त्यो सुन्दरता सबैले देख्न सक्दैन। रुखमा बसेको चरा कहिले डराउँदैन, किनकि चरा रुखको भरोसामा होइन, आफ्नै भरोसामा बसेको हुन्छ। इच्छाले मानिसले जिउन दिँदैन, मानिसले इच्छालाई मर्न दिँदैन। जसले तपाईँको गाह्रो समयमा तपाईँको कमजोरी देखाउँछ, त्यो व्यक्ति मतलबी हुन्छ। जो व्यक्तिहरूसँग सल्लाह कहिले नलिनु, जसलाई त्यो विषयमा ज्ञान नै छैन, किनकि आमा बाबु जस्तो गुरु कोही हुँदैन, अरूले त तिमीलाई बिगार्न खोज्छ। मुस्कानले हरेक दुःख कष्टहरू भगाउने गर्छ, त्यसैले मुस्कुराउनुहोस् आफ्नै लागि अनि आफ्नाका लागि। जब कोही व्यक्ति तपाईँसँग आफ्नो समस्या राख्छ भने तपाईँलाई भगवानको दर्जा दिएको हुन्छ। समय बताउने धेरै छन्, तर समयमा काम लाग्ने कमै भेटिन्छ। जो कसैलाई कदर गर्दैन, उसको लागि दुनियाँ रुने गर्छ। जसले दुनियाँको कदर गर्छ, उसलाई दुनियाँले रुवाउने गर्छ। दुनियाँले तपाईँमाथि पत्थर फाल्नेछ, त्यो तपाईँमा निर्भर हुन्छ। उसलाई त्यो पत्थरले हान्नुहुन्छ कि त्यसलाई फुल बनाउनुहुन्छ। समयसँगै सबै बदलिने गर्छ, बाटो, मानिस, सोच अनि कहिलेकाहीँ आफै पनि। जिन्दगीले एकपटक रुवाएरै छोड्छ, चाहे तिमी आमा बाबुको जति प्यार किन नहो। कसैले भनेका थिए एक्लै जिउन सिक, होइन भने जति मिल्ने व्यक्तिले पनि एक न एक दिन छोडेर जानेछ। खराब समयमा कसैसँग सम्झौता नगर, किनकि शेरलाई पनि मानिसले कुत्ता बनाउँछ। आफैलाई त्यति नै विश्वास गर जति तिमी औषधिमा विश्वास गर्छ। याद राख्नुहोस्, अरूलाई विश्वास गर्नुहुन्छ भने हार्नुहुन्छ, आफूलाई विश्वास राख्नुहोस् जित अवश्य हुन्छ। मनुष्य बुझ्दैन जुन चिजको लागि भाग्दैछ त्यो चिज कहिले पाउँदैन भनेर। त्यो शिक्षाको केही काम छैन जुन शिक्षाले मानवलाई सिकाउँदैन। जिन्दगीमा भाग्य बदलिन्छ, सिसा उही हुन्छ, बस बदलिने गर्छ त तस्बिरहरू। जीवनमा तिमी कति सच्चा छौ, बस ती दुईलाई मात्र थाहा हुन्छ, एक परात्मा अनि अर्को अन्तरात्मा। दुनियाँका सबैभन्दा कडा चिज तपाईँको बोली हो, तर भगवानले यो पनि दिनुभएको छ कि जहाँ तपाईँ मिठो बोल्न पनि सक्नुहुन्छ। यदि तिमीमा घमण्ड आयो भने एकपटक लास जलाउने ठाउँमा गएर हेर, तिमीभन्दा राम्रा मानिस पनि आगोमा जलिरहेको छ। एक राम्रो दिलले हरेक पटक चोट खान्छ, किनकि उसले अरूलाई नराम्रो गर्न जान्दैन। कोही जतिसुकै किन नबोलोस्, तिमी शान्त बस्ने गर, किनकि घाम जति चर्को किन नहोस्, समुद्रलाई सुकाउन सक्दैन।
दुनियाँमा त्यही व्यक्ति उदास हुनुपर्छ जसले सधैँ अरूको भलाइ देख्नुपर्छ। पैसाले मात्र जीवनशैली चेन्ज गर्न सकिन्छ। दिमाग, नियत अनि किस्मत बदल्न सक्छ। जीवनमा सुन्दर त धेरै हुन्छ, तर जीवनलाई सुन्दर बनाउने धेरै कम हुन्छ। आफ्नो तारिफ आफै गर्ने त, तिम्रो कुरा काट्ने त आफन्त छँदैछन्। यदि तिमी खुसी हुनु छ भने आफूमा भएको चिजलाई कदर गर्ने गर। सपना भेटाउनलाई समझदार होइन, पागल हुनुपर्छ। बगेको पानी जस्तै बग्दै जान कसिङ्गर आफै किनारा लाग्नेछ। जीवनका कुनै दुःख यस्तो हुन्छ जसले जिउँदो रहेर पनि मरेको आभास दिलाउँछ। समयले बताइदिए को आफ्नो को पराई, होइन भने हामी सबैलाई आफ्नो मान्दै थियौँ। मानिसले भुल्न नसक्ने दुई चिज हो, अरूले दिने इज्जत अनि आफ्नाले दिने बेइज्जत। अरूलाई महँगो बनाउँछौ भने आफू सस्तोमा बिक्नुपर्छ, जीवनमा याद रहोस्। कहिलेकाहीँ आफ्नो सम्बन्ध बचाउन लाटो बन्नुपर्छ, अन्धो बन्नुपर्छ। एक माटोको दियो पुरै रातसँग लड्ने गर्छ। तिमी त भगवानको सन्तान हो, अनि किन डराउँदैछौ? जो मानिसले मनको दुःख अरूलाई सुनाउन सक्दैन उसैलाई रिस धेरै आउने गर्छ। उसको आँसु सामान्य लाग्छ यदि उसको कुराले तिम्रो हृदयमा छुँदैन भने। माफी उसले मात्र दिन सक्छ जो भित्रदेखि नै मजबुत छ। खोक्रो मानिसले त बदलाको भावना राख्ने गर्छ। हरेक मानिसमा केही न केही प्रतिभा हुने गर्छ, तर अरू जस्तो बन्न खोज्दा आफै हराउँदै जाने गर्छ। मनमा उही बस्ने गर्छ जसको मन सफा छ। सियोमा पनि त्यही धागो पस्ने गर्छ जुन धागोमा गाँठो छैन। आजको जमानामा कोही आफ्नो हुँदैन। जबसम्म साथ दिन्छन् तबसम्म उनीहरूको स्वार्थ पुरा हुँदैन। यदि कोही एक्लै छ भने यो होइन कि उसलाई कसैले मन पराउँदैन, उसले त दुनियाँलाई बुझेको छ। हरेक तल्किने चिज सुन होइन, त्यस्तै राम्रा देखिने सबै असल हुँदैन। मेहनत यस्तो चाबी हो जसले कसैले खोल्न नसकेको भाग्य पनि खोल्ने गर्छ। जो मानिस रुँदै बोलेको हुन्छ त्यो मानिस सत्य हुन्छ, किनकि रिस र आँसुले सत्य कुरा निकाल्ने गर्छ। कसैप्रति त्यति धेरै आशा नराख्नु, किनकि जति धेरै लगाव हुन्छ त्यति गहिरो घाउ हुन्छ। सिसा र सम्बन्ध नाजुक हुन्छ, दुईमा फरक एउटै हुन्छ। सिसा गल्तीले फुट्ने गर्छ, सम्बन्ध गलत सोचाइले। जहाँ गल्ती छैन त्यहाँ नझुक्नु, जहाँ इज्जत छैन त्यहाँ नरोक्नु। एक्लै हिँड्ने कोसिस गर, किनकि सम्बन्ध जति बलियो भए पनि एक दिन औकात देखाइदिन्छ। जीवनमा आधी दुःख त अरूलाई भरोसा गर्दा हुन्छ, त्यसैले भरोसा आफैलाई राख्ने गर। अँध्यारोमा आफ्नै छायाले त साथ छोड्छ भने दुःख पर्दा अरूले के साथ देला? त्यो मानिसले तिम्रो मूल्य कहिल्यै बुझ्न सक्दैन जसलाई तिमीले हरेक पल साथ दिन्छौ। जो मानिसले तिम्रो रिसलाई पनि सहेर माया गर्छ भने उसले जति माया तिमीलाई कसैले गर्दैन। कहिले कसैको दिल नदुखाऊ, किनकि यस्तै दिल तिमीसँग पनि छ। भरोसा राख्ने गर, आज हाँस्नेहरू पनि भोलि ताली बजाउनेछन्। जिम्मेवारी निभाउनेहरू बाटो खोज्ने गर्छन्, तर भाग्नेहरू बहाना खोज्ने गर्छन्। जब तपाईबाट तपाईका खास मानिसहरू टाढा हुँदैछ भने सम्झिनुहोस् उसको जरुरत पुरा भएको छ। सम्बन्ध सबैसँग राख्नुहोस्, तर भरोसा आफैसँग मात्र राख्ने गर्नुहोस्। यहाँ दुई तरिकाका मानिसहरू हुन्छन्। पहिलो, सानो कुराले पनि आत्तिने गर्छन्। दोस्रो, अति दुःख परे पनि खुसी हुन्छन्। तनावले मात्र समस्याको जन्म हुन्छ। यदि समाधान खोज्ने हो भने
मुस्कुराउनु नै पर्छ। सबैभन्दा दुखी ती व्यक्ति हुन्छ जसको खुसी अरूको भरोसामा आउने गर्छ। इज्जत उसले पाउने गर्छ जो इज्जत पाउने हकदार हुन्छ। तिमी इज्जत गर्दैनौ भने के इज्जत पाउँछ र? आजभोलि मानिसहरू मनदेखि सम्बन्ध बनाउँदैन, मात्र जरुरतको लागि नजिकिने गर्छन्। मानिसको हार त्यो बेला हुने गर्छ जति बेला आफू सही भएर पनि गलत मानिसको अगाडि शिर झुकाउने गर्छ। कोही पनि मानिस चाहेर बदलिँदैन, उसलाई समयले परिस्थितिले मजबुर बनाएको हुन्छ। जो हरेक समय अरूलाई खुसी राख्न चाहन्छ प्राय आफै दुखी हुने गर्छ। आफ्नो जीवनमा तिमी जति माथि किन नपुग, तर तिम्रो गरिबी तिमीले कहिले नभुल।